तपाई पनि विदेशमा बसेर नेपालको ब्याङ्क खाता फेसबुक पेआउटमा जोड्दा इन्भ्यालिड स्विफ्ट नम्बर एरर आएर हैरान हुनुहुन्छ? आज म तपाईलाई यसको 100% काम गर्ने समाधान सिकाउँछु। धेरै साथीहरूले 8 अक्षरको स्विफ्ट कोड हाल्नुहुन्छ, तर फेसबुकले त्यसलाई गलत भन्छ। अर्को मुख्य गल्ती खाता नम्बर हाल्दा पछाडि झुक्किएर स्पेस थिचिनु हो। यसलाई फिक्स गर्न पहिलो आफ्नो स्विफ्ट कोडको पछाडि 3 वटा XXX थपेर 11 अक्षरको बनाउनुस्। दोस्रो, खाता नम्बरको पछाडिको खाली स्पेसलाई मेटिदिनुस्। तेस्रो, यदि लोकेसनको कारण फेसबुकले मानेन भने यो पेज बन्द गरिदिनुस्। तपाईको विवरण सेभ भइसकेको हुन्छ। भिडियो मोनिटाइज भएपछि जुनसुकै बेला ब्याङ्क खाता जोड्न सकिन्छ। यस्तै डिजिटल कमाइका भिडियोहरूका लागि मलाई फलो र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। केही समस्या भए कमेन्ट गर्नुस् है।